होइन के को क्षति देख्यो अनि सादा पोसाकमा प्रहरीले त्यहाँबाट अश्रु ग्यास हान्दाखेरि मान्छे घाइते भएको क्षति देखिएन कम्बोडियामा त्यत्रो पैसा लगाएको क्षति देखिएन होइन राष्ट्रिय भाउजू त्यो जयवीर सिंहले त्यत्रो अरबौंको भ्रष्टाचार गरिएको देखिएन कुन क्षतिको कुरा गर्दै हुनुहुन्छ तपाईँ भौतिक क्षतिको कुरा नगर्नुहोस् यहाँ भावनात्मक क्षतिको चाहिँ कसले हिसाब किताब गर्छ यो राष्ट्र शेरबहादुर देउवा केपी ओली र पूर्व आतंकवादीको नाइके प्रचण्डी जस्ता खातेहरूले बर्बाद पारेको देश होइन यो तपाईलाई जतिखेर मन लाग्छ त्यतिखेर अश्रु ग्यास चलाउने जतिखेर मन लाग्छ त्यतिखेर गोली चलाउने यो देश जनताको हो कि यो खातेहरूको देश हो यो घरमा ढुङ्गा मात्रै हाल्नु बहुत गलत गरेछन् हाम्रो राष्ट्रवादीहरूले आगो लगाएर जलाइदिनु पर्थ्यो त्यसकारण म समस्त आम नागरिकहरूलाई म आह्वान गर्न चाहन्छु प्रतिकार गरौं संयमताका साथ हामी अगाडि बढ्छौं जबसम्म यो गणतन्त्रको घोषणा हुँदैन तबसम्म हामी लडिरहन्छौं यो बुथ र बुलेटमा जुन गुण्डागर्दी गरिरहेछन् यी गुण्डाहरूको प्रतिकार गर्न हामी एकदम सामर्थ्य छौं सक्षम छौं जय राष्ट्रवाद जय देश जय नरेश नभएदेखि